यूपी उत्तर प्रदेश ठीक है नाइस वेलकम टू नेपाल थ्याङ्क यू सो मच बुद्ध वाज born in नेपाल यस बुद्ध वाज born in नेपाल गुड मर्निङ एभ्रिवान सबैजनालाई फेरि पनि जय नेपाल है आज चाहिँ तपाईँहरूलाई म लुम्बिनीबाट बुद्ध जयन्तीको पावन अवसरमा लुम्बिनीको यो बुद्ध भगवानको यस्तो जन्मभूमिबाट म आज तपाईँलाई एउटा ब्लग देखाउन गइरहेछु म तपाईँहरूकै लागि भनेर जस हुन्छ नि यहाँसम्म आइपुगेँ होइन अनि एउटा आफूलाई एकदम भाग्यमानी ठानिरहेको छु किनभने बुद्ध जयन्तीको पावन अवसरमा विदाउट प्लानिङ म यहाँसम्म आइपुग्नु पाएँ है हुन्छ नि आफूलाई एकदम सौभाग्य भन्ने चाहिँ लागिरहेछ क्या लकी टाइममा आइपुगेछु यहाँनिर अनएक्सपेक्टेड रूपले भन्ने खालको लागिरहेछ अनि मैले तपाईँहरूलाई टिकटकमा सर्च त देखाइहालेँ है म यहाँ आइपुगेको छु भनेर अनि काठमाडौँको ब्लग्सहरू पनि आउनु बाँकी नै छ होइन त्यो ब्लग्सहरू पनि म एडिट गर्दैछु हालिनै हाल्नेछु चाँडै नै है त्यस पछाडि चाहिँ अब हामी यहाँबाट अर्को ठाउँको पनि एउटा प्लानिङ हुँदैछ होइन कहाँ जान्छु भन्ने कुराहरू चाहिँ अब म पछि तपाईँहरूलाई भिडियोमा भनि नै हाल्छु अब यो हेर्न सक्नुहुन्छ है तपाईँहरूले म अहिले चाहिँ ठ्याक्कै पर लुम्बिनी गेट यहाँनिर छ लुम्बिनी गेटबाट चाहिँ अब यहाँ पर गाडी पाउने रहेछ त्यहाँबाट चाहिँ म ठ्याक्क गाडी चढेरै होइन अब पानी अलिअलि परिरहेछ सिम है त्यस हिँडिरहेको छु ब्लग गर्दै हिँडिरहेको छु इन द मेन रोड अफ लुम्बिनी भैरवा है हेर्दै जाउँ अब म पनि पहिलो एक्सपिरियन्स हो यहाँनिर होइन कस्तो हुन्छ के छ भन्ने कुरा केही थाहा छैन अनि पहिला नै एउटा भिडियोमा हालेको थिएँ नि मैले टिकटकमा काजी कता हिँडेको भन्दाखेरि शान्ति खोज्नु हिँडेको भन्ने खालको कुरामा चाहिँ ठ्याक्क अहिले चाहिँ शान्ति स्तूपा है शान्ति क्षेत्र बुद्ध क्षेत्रमा नै आइपुगे जस्तो फिल भइरहेछ आफूलाई नै हुन्छ नि तपाईँहरू को यहाँ आउनुभएको छ छैन है त्यो पनि कमेन्ट गरिदिनुहोस् अनि अब यहाँबाट त्यता जाँदाखेरि कति लाग्ने रहेछ होइन यसको गाडी फेयरहरू अब जान त सकिन्छ अटोमा पनि एकैछिनमा पुऱ्याउँछ अरे तर 1500 रुपिस रहेछ अटोमा चाहिँ अनि 1500 तिर्नुभन्दा चाहिँ म बरु 100-150 रुपियाँ तिरेर नै बसमा जाने विचार गरेँ है here we go हामी लुम्बिनी गेट अगाडि आइसकेको छौँ है तपाईँहरूलाई यसरी नै देखाउँदैछु है के कस्तो लाग्छ यसो भन्दै जानु होला प्रतिक्रिया पनि दिनु होला हेरिदिनु पनि होला ब्लगहरू है दिस इज मिलन्स जर्नी युट्युब च्यानल है यदि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुभएको छैन भने लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला अनि अब अघि गाडीमा आउँदाखेरि है यस्तो मिठो भाइहरू भेटेको थियो गफहरू सुन्यो है एक दुईजनाको कुराहरू सेयरिङ भयो अनि जति नयाँ ठाउँ नयाँ मान्छे है नयाँ एक्सपिरियन्स यस्तै कुराहरूले चाहिँ केही कुरा सिक्दै अगाडि बढिरहेको छु अब हुन्छ नि एउटा यात्रा मात्रै हुँदैन रहेछ क्या यात्रामा चाहिँ हामीले धेरै कुरा सिक्न पनि पाइन्छ सिकि पनि रहेको छु अहिलेसम्म चाहिँ होइन सिक्दै जानेछु अझै के सिक्न पर्ने छ तपाईँहरूले यसो मलाई सुझाव दिन सक्नुहुन्छ है बस चाहिँ मेबी अब यहाँनिर छ पर लागिरहेको है अब त्यो बसमा हामी जान्छौँ सायद जान्छ होला त्यो बस पनि हेरौँ है त ल पर अब लुम्बिनी जाने गाडी चाहिँ यही रहेछ लु 19333 कति हो भाडा चाहिँ 90 रुपियाँ ल अब 90 है सिटीमा पनि हुनुहुन्छ आज धेरैजना भेटिन्छ लुम्बिनी क्षेत्रमा चाहिँ अब को भेटिन्छ कस्तो हुन्छ भ्लगमा म तपाईँहरूलाई सबै देखाउने नै छु है अब यो गाडीमा एकचोटि जाने हेलो सानो नानी पनि जान्छ हेलो है आज अब बुद्ध जयन्तीको बेला हो सबैजना जानुपर्छ यस्तो पावन भूमिमा आउने मौका मिल्यो मलाई पनि है आफूलाई नै एकदम सौभाग्य ठान्छु यो ठाउँमा आउनु पाउँदाखेरि आएको कहाँ थिएँ कहाँ आइपुगेँ होइन अब आजको यहाँको भ्लगहरू तपाईँ हेरिदिनु होला अब गाडी चढेर होइन गाडी चढेर जाउँ सबैजना यहीँ हुनुहुन्छ है म पनि यहाँ चढेँ अब यहाँबाट चाहिँ एकैचोटि पर देखाउँछु ल गाइस हामी चाहिँ ट्याक्क यताबाट आएँ अब यो यता छप्की कता जाने अरे यो बेथरी है हाम्रो गाडीको ब्रदरहरू गाडी रोकिरहेछ यहाँ आइपुगिरहेको छु है अब एकैचोटि परको सिन देखाउने हो मैले अरू बेला नि भन्थेँ नि है यात्रामा मेरो साथीहरू धेरै भेट्छु भनेर आज चाहिँ कति सानो साथी भेटेको छु यहाँ नि यहाँ त यहाँ हेलो भनिदिनु यहाँ हेलो भनिदिनु
हाई अघि खिचेको नि अब साथीसँग जाने हो सानो साथी भेटेको छु है अब यहाँबाट जाउँ फाइनली है हामी यताबाट आएको यो साइडबाट आएको होइन बाटोमा यस्तो दामी खालको बाटोहरू थियो है मैले बाटोमा चाहिँ खिच्न पाइनँ गाडी अलिक प्याक थियो अनि फाइनली हामी चाहिँ अब लुम्बिनी है जुन कुरा चाहिँ मैले किताबमा मात्रै पढेको थिएँ त्यो कुरा चाहिँ आज स्वयं यहाँ आएर अनुभव गर्न पाएको छु है हाम्रो खेलाडी भाइहरू पनि हुनुहुन्छ भाइहरू नमस्ते ब्रदर कहाँबाट हुनुहुन्छ बुटवलदेखि ल अहिले भएर चाहिँ म नि बुटवल जाने भोलि कामाख्या मन्दिर घुम्न जाने है वेलकम टु माई ब्लग भाइहरूलाई पनि म इटरीबाट है अब टुरिस्टको गाडीहरू यति धेरै छ है यति धेरै छ आज अब बुद्ध जयन्तीको पावन अवसरमा हो यो भनेको चाहिँ अब हाम्रो यस्तो धरती छ है अनि यो कुरा चाहिँ अब किताबहरूमा मात्रै पढेको थियो क्या मायादेवी मन्दिर अनि हरेक कुराहरू अनि म पर चाहिँ एक ठाउँमा यस्तो झुकेँ होइन पर्सा भन्ने ठाउँ रहेछ क्या ठाउँको नाम चाहिँ पर्सा अरे पर्सा त पहिला चितवन 12 पर्सा भन्ने जस्तो सुनेको थिएँ फेरि यहाँ छ पर्सा भन्छु क्या कन्फ्युज भएँ म है अब यहाँनिर हेर्नु होला है जस जल तथा प्रसाद दान कार्यक्रम भइरहेछ यहाँनिर चाहिँ आज जति पनि आउनुहुन्छ है तीर्थ यात्रुहरू आज बुद्ध जयन्तीको अवसरमा जतिजना आउनुहुन्छ उहाँहरूलाई चाहिँ जस पानीहरू वितरण प्रसादहरू वितरण गरिरहनु भएको रहेछ अनि अर्को कुरा हुन्छ नि मैले जे एक्सपेक्ट गरेको थिएँ लुम्बिनीमा तर त्यो सोचेको भन्दा नि एकदम फरक लाग्यो क्या मलाई चाहिँ टु बी अनेस्ट है मैले बुद्ध लुम्बिनी जन्मस्थान चाहिँ कस्तो हुन्छ होला भन्ने मेरो आफ्नो अनुमान थियो त्यो चाहिँ अब मैले जस्ट हुन्छ नि कस्तो एक्सपेक्ट गरेको थिएँ भने म्याक्सिमम् अब बुद्धिस्टहरू मात्रै हुनुहुन्छ होला यहाँ चाहिँ यस्तैहरू सोचेको थिएँ तर होइन रहेछ है अब नजिकै बोर्डर भएको कारणले चाहिँ थुप्रै इन्डियनहरू पनि आउनुहुने रहेछ है अनि अरू जात जातिको मानिसहरू पनि आउनुहुन्छ त्यही माथि आज हाम्रो बुद्ध भगवानको जन्मभूमि लुम्बिनी है म प्रवेश भइसकेको छु तपाईँहरूलाई पनि एकदम हृदयदेखि स्वागत गर्दै है आज म यहाँ तपाईँहरूलाई सबै घुमाउने प्रयास गर्नेछु जति सक्छु है प्रयासरत छु यहाँ चाहिँ अब प्रसाद वितरण भइरहेछ अनि प्रसाद सायद एकछिनमा आएर खाउँ होला है यहाँनिर पनि खाँदै हुन्छ यहाँ हाम्रो सानो भाइ अघिको साथी मेरो सानो साथी है ओके यो गो हामी चाहिँ अहिले ट्याक्कै यहाँनिर छौँ है अब म यहाँनिरबाट चाहिँ एकचोटि तपाईँहरूलाई Heartily welcome to the ancient historical and cultural religious fair at the Buddha birthplace Lumbini. Wow. है अगाडि फोटो खिच्दै हुन्छ here we go है बुद्धको मूर्ति माथि पनि बुद्धको मूर्ति है यता साइडमा पनि बुद्धकै मूर्तिहरू छ 2570औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा भिक्षु भिक्षिणी तथा उपासिकाहरूलाई भोजदान कार्यक्रम है थ्याङ्क यू सो मच धन्यवाद र हामी यहाँबाट फेरि पनि एकचोटि अगाडि जाउँ है अगाडि बढेर हेरौँ कस्तो छ अब जुन कुरा चाहिँ सोचेको थिएँ त्योभन्दा एकदमै फरक भिन्न पाइरहेको छु है मलाई एकदम डिफ्रेन्ट भाइब लागिरहेछ यहाँ आउँदाखेरि एउटा हिस्टोरिकल प्लेस भन्छु यसलाई हामी है क्लिन ग्रिन लुम्बिनी ओके ओके आज चाहिँ ओसोको जो सबैजना हुनुहुन्छ नि उहाँहरू पनि आउनु भएको रहेछ लुम्बिनीको यो आजको बुद्ध जयन्तीको पावन अवसरमा है धेरैजना भिक्षुहरू हुनुहुन्छ है हाम्रो भिक्षुहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ एकदम हृदयदेखि नमन है ल अब हामी एकचोटि सर अगाडि जाउँ है एक्लै छु कता जानुपर्ने हो के गर्नुपर्ने केही थाहा छैन अब एकछिन घुम्छु तपाईँहरूलाई देखाउने प्रयास गर्छु अब यहाँबाट हामी सिधै पर जानुपर्छ है भिडियो लामो हुनसक्छ त्यही भएर चाहिँ म अब परको क्लिपहरू अलिअलि देखाउँछु है यहाँ पर बाँदर रहेछ होइन त्यहाँनिर पनि एकचोटि हेरौँ है त है मङ्की फिड हुँदैछ यहाँनिर चाहिँ बाँदरलाई पनि फिड गर्दै हुनुहुँदो रहेछ है टिकटक भिडियो हुँदैछ विदेशी नागरिक हुनुहुँदो रहेछ है उहाँहरू चाहिँ कत्रो लुकाको गाँडमा पुलाएर फेरि
जाउँ हामी यहाँबाट सर र अगाडि जाउँ है। अब एकैचोटि पर आएपछि हेरौँ है। अब अहिले त बाटो मात्रै छ। सो लेट्स गो है। अब यहाँसम्म आइपुग्दाखेरि अब यस्तो शान्ति ठाउँ भन्ने बित्तिकै शान्ति पिसफुल हुँदो रहेछ क्या। अब यहाँनिर यस्तो मिठो तालमा आइपुग्यो है। अब यहाँनिर हेर्नु सक्नुहुन्छ तपाईँले, यस्तो दामी ताल रहेछ यहाँनिर। यहाँदेखि उता पर छ यसो बस्ने ठाउँ। हाम्रो भिक्षुहरू आउँदै हुनुहुन्छ है। हेर्नुहोस् अब बाँच्नलाई के गर्नुपर्ने रहेछ है। ल हामी यहाँबाट जाउँ अब। सबैजनालाई हेलो, ह्याप्पी बुद्ध जयन्ती। हेलो, ह्याप्पी बुद्ध जयन्ती एभ्रिवान। हेलो हेलो हेलो। त्यस धेरै भिक्षु भाइहरू भेटेको थिएँ है। अब हुन्छ नि, उहाँहरू पनि एकदम बुद्ध धर्म सम्बन्धी नै पढेर अहिले भिक्षु भएर ज्ञान लिइराख्नु भएको छ है। त्यो ज्ञान प्राप्त गर्नलाई त्यति सजिलो चाहिँ छैन। जसरी उहाँहरूले हुन्छ नि हरेक कुरालाई समर्पित गरेर अध्ययन गरिरहनु भएको छ होइन। त्यस पछाडिको मोक्ष प्राप्ति भनेको चाहिँ एकदमै राम्रो हुन्छ। जसरी हाम्रो गौतम बुद्धले मोक्ष प्राप्ति गर्नुभएको थियो होइन, त्यसैको लागि नै उहाँहरू पनि यसरी भिक्षु भएर हिँडिरहनु भएको छ। उहाँहरूकै मार्गमा हिँड्नु भएको छ है। नराम्रो नहेरौँ, नराम्रो नबोलौँ, नराम्रो नसुनौँ, त्यही सोचमा आज यस पावन भूमिमा आएको छु है। हेर्नु होला, सबै तपाईँहरूलाई म देखाउने प्रयास गरिरहेको छु। जति सक्छु कैद गरेर देखाइरहेको छु है। अब यहाँबाट भोलि पनि अर्को ठाउँमा जाने चाहिँ विचार गरिरहेको छु। तर आजको दिन चाहिँ कसम दामी लागिरहेछ क्या। किनभने बुद्ध जयन्तीमा म कपिलवस्तु लुम्बिनी यहाँनिर आएर होइन यसरी भ्लग खिच्न पाउँदाखेरि अति नै बवाल लागिरहेछ। धेरै धेरै धन्यवाद है तपाईँहरू सबैजनालाई। यसरी नै माया गरिदिनु होला, साथ सपोर्टको आवश्यक छ है। थ्याङ्क यू सो मच एभ्री वान। धेरै धेरै माया। अब पर गएर देखाउँछु है त तपाईँहरूलाई। है यहाँनिर पनि अब भोलिन्टियर्स ब्रदरहरूले चाहिँ पानी बाँडिरहनु भएको छ। ह्याप्पी बुद्ध जयन्ती। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच ब्रदर। है परदेशी हुनुहुन्छ, विदेशी नागरिकहरू हुनुहुँदो रहेछ होइन। एन्ड देन अब विल गो। अब यहाँबाट भित्र छिरेपछि चाहिँ अब बल्ल अझै चाहिँ हामीले भित्र एक्सप्लोर गर्न बाँकी नै छ है। एकदम ठुलो ठाउँ छ अरे। एक्सप्लोर गर्न अलि निकै टाइम लाग्छ भन्नुभएको छ। र पनि जति सक्छु म तपाईँलाई देखाउने प्रयास गर्छु है त। ओम माने पेमे ओम। ओके, अब अहिले चाहिँ यहाँ छौँ हामी है। यतापट्टि जाने हो कि यतापट्टि जाने हो मलाई थाहा भएन। अब यहाँनिर एकचोटि म सोधिहेर्छु अनि त्यस पछाडि कता जाने डिसिसन गरौँ है त। यहाँनिर माला बनाउनेहरू बहिनीहरू है। ओके, यहीँबाट जाने रहेछ धर्मस्वामी महाराज बुद्ध विहार है। अब यहाँबाट भित्र छिरौँ। वाउ, आज यस्तो मिठो फिल भइरहेछ आफूलाई। जुन कुरा मैले किताबमा अध्ययन गरेको कुराहरू स्वयं आएर नै हेर्न पाइराख्दाखेरि चाहिँ एकदम बवाल लागिरहेछ आफूलाई। ओके, अब यहाँबाट वे मायादेवी मन्दिर जाने बाटो रहेछ। अब यहाँबाट चाहिँ हामी गएर म तपाईँहरूलाई सबै त्यताको भ्यू देखाउँछु है त। है गुम्बा टेम्पल यहाँनिर छ। है अब भित्र पनि दर्शन गरेर आइहाल्यौँ हामीले। अब यता पनि ठाउँ रहेछ, यतापट्टि पनि ठाउँ छ। ओके, अब हामी यताबाट जानुपर्ने रहेछ है। यताबाट जाँदैछौँ। हियर वी गो। वाउ,
कस्तो दामी क्या अब यहाँनिर एउटा पोइन्ट हेर्नु ल ठ्याक्क मैले पनि देखेँ पिपलको बोट छ तर यहाँनिर साइडबाट चाहिँ आम पनि निस्किरहेछ क्या वाट अ लभली भ्यू है कस्तो मिठो यति मान्छे भिड हुँदा पनि मनै आनन्द हुने खालको छ है अब हामी मायादेवी मन्दिरतिर जाँदैछौँ है बुद्ध जयन्तीको एकदम धेरै धेरै शुभकामना तपाईहरु सबैलाई है अनि यो कुराको चाहिँ हाम्रो धीरज राई हाम्रो दाजु सरले चाहिँ सिङ्गर है उहाँले चाहिँ यस बुद्ध वाज बर्न इन नेपाल भन्ने कुराको चाहिँ एकदम आवाज उठाएर अगाडि बढिरहनु भएको छ ओइ इधर आओ के हो त्यो क्या है मायादेवीमा म यो किन यो त यो के को यो कति रुपियाँ यसको खुसी इच्छा जति खुसी इच्छा छ दिनु आफ्नो दान प्रति गर्ने अनि आज त बुद्ध जयन्तीको बुद्धको कुरा पो गर्नुपर्छ त यो लाउँदै हिँड्नु हो बुद्ध जयन्तीमा बुद्ध जयन्तीको धर्म प्रचार गर हैन ओके वी आर हियर है फेरि पनि हामी यहाँनिर आइसकेका छौँ मैले तपाईँलाई यहाँबाट पनि एकचोटि अलिकति दर्शन गराउने विचार गरेँ अब एकचोटि अलिकति घुम्छु पनि है यो चाहिँ मायादेवी मन्दिरबाट है तपाईँहरूलाई एकदम धेरै धेरै स्वागत गर्दै म एकचोटि अलिकति तपाईँलाई यतापट्टिको दृश्यहरू पनि देखाउन गइरहेको छु है कस्तो छ एकचोटि तपाईँहरू आफै हेर्नु होला अनि कस्तो लाग्छ तपाईँलाई भिडियो यो पनि एकचोटि कमेन्ट गरिदिनुहोस् है हुन्छ नि मलाई चाहिँ आफूलाई चाहिँ पर्सनली चाहिँ एकदमै दामी वर्थ इट म यहाँ आएको नै खुसी भयो क्या आफूलाई नै यस्तो राम्रो ठाउँमा यस्तो पावन अवसरमा आइपुग्यो भनेर चाहिँ आफूले एकदम खुसी लागिरहेछ दामी है अब यहाँबाट यो मन्दिरको पनि तपाईँलाई मैले दर्शन त गराइहालेँ होइन अब एकचोटि अलिक पर लान्छु जुन कुरा चाहिँ हामीले बुकमा देखेको थियो त्यो बिल्डिङ है त्यो ठाउँहरूलाई चाहिँ म तपाईँहरूलाई एकचोटि सबै देखाउने प्रयास गर्छु अब चाहिँ यहाँबाट अहिले लाँदैछु म तपाईँहरूलाई यताबाट यो साइडमा है एकदम धेरै पिसफुल एरिया है मान्छे धेरै भए तापनि अब पिसफुल एरिया छ धेरै भिक्षुहरू हुनुहुन्छ यहाँनिर कहाँ से हो आप नेपाल कौन सा जगह लुम्बिनी है यस्तो सामानहरू टन्नै पाइन्छ अब यहाँ बिक्री भित्रै त राख्नु नदिनु पर्ने हो यस्तो एरियामा है भित्रै चाहिँ किन राख्नु पाए थाहा छैन है यतापट्टि यस्तो छ यतापट्टि यस्तो छ क्या बन रहे हो बुद्ध भगवान को छैन ये कौन सा भगवान का है खै मलाई चाहिँ अब पर्सनली किन है अब भनौँ कि नभनौँ म्याक्सिमम अरूहरू नै चाहिँ आएर चाहिँ है व्यापार बिजनेस अगाडि बढाइरहनु भएको जस्तो अनि यो यस्तो पावन ठाउँमा पनि हटिया लागे जस्तो फिल भयो क्या आफूलाई चाहिँ है शान्ति क्षेत्रमा किन होला यो कुराको मलाई चाहिँ अलिकति आफ्नो पर्सनली कुरा हो यो चाहिँ अलि पर गएर राख्न मिल्थ्यो होला राख्दा हुन्थ्यो होला तर यो क्षेत्रमा चाहिँ अलिकति आफूलाई पनि चित्त बुझेन साँच्चै भन्नु पर्यो भने अब है धेरैजना हुनुहुन्छ है सामानहरू यत्तिकै बिक्री गर्नेहरू हुनुहुन्छ आइसक्रिम धेरैजना मान्छेहरू हेलो कहाँबाट बहिनी कहाँबाट आउनुभयो तपाईँहरू बरगदोबाट हस् धन्यवाद थ्याङ्क यू सो मच हस् तपाईँहरूलाई अर्को एउटा दृश्य पनि देखाउँछ है आजको दिन है
है हेर्नुस् उहाँ पनि एकदम शान्तिको लागि हैन आफ्नो मनमा कति पीडा छ त्यसलाई बिर्सेर भए नि यो ठाउँमा आएर शान्ति फिल गरिरहनु भएको छ है ल म तपाईलाई एकैचोटी उताबाट त्यो टेम्पलको भ्यू देखाउँछु है त वेलकम टु लुम्बिनी है हामीले घुम्नै पर्ने ठाउँहरू चाहिँ यहाँनिर तपाईहरु ठ्याक्कै हेरेर सक्नुहुन्छ है गेट नम्बर 8 9 10 7 8 है सबै छ यहाँनिर पर्सा चौकदेखि नै कता कता घुम्ने सबै डिटेल यहाँनिर छ यदि तपाईहरुलाई चाहिन्छ भने चाहिँ स्क्रिनशट गरेर लिन सक्नुहुन्छ है अब यहाँबाट जाउँ म तपाईहरुलाई एउटा मिठो दृश्य देखाउँछु है सबैजना बौद्ध धर्मावलम्बीहरू मात्रै हैन क्या यहाँनिर टुरिस्ट है हाम्रो इन्डियाबाट किनभने नजिकै बोर्डर छ सबैजना आउनु भएको रहेछ धेरै धेरै धन्यवाद है हाम्रो लुम्बिनी त्यसै पनि प्यारो ठाउँ बर्थ प्लेस अफ गौतम बुद्ध जन्मेको ठाउँ चाहिँ यहीँनिर हो है नर्थ इन इन्डिया अब यहाँबाट जाउँ सिधै जाउँ है परसम्म रहेछ ठाउँ त्यहाँबाट चाहिँ हामी यता एक चक्कर घुमेर अर्को ठाउँबाट पनि फेरि देखाउँछु अब कहाँबाट जाने हो भन्ने कुरा चाहिँ मलाई पनि थाहा छैन है सायद टिकट लिनुपर्छ होला मेबी टिकट लिनुपर्छ भने पनि अब लिएर जाने हो यहाँनिर पनि एकदमै भिड पर पनि जानु पर्ने रहेछ ओके यहाँबाट चाहिँ गएर तपाईँलाई पहिला ल है खुट्टा पनि धोइसके अब यहाँबाट भित्र छिर्छु एकचोटि जुन कुरा चाहिँ तपाईँहरूले हामीले दृश्यमा देखिरहेको कुराहरू चाहिँ म तपाईँहरूलाई यहाँबाट प्रष्ट देखाउन चाहन्छु है एकचोटि हेरिदिन सक्नुहुन्छ के गर्नु पर्यो यहाँबाट जानु पर्यो है प्रहरी सरहरू नमस्कार यस दिस इज द प्लेस वेयर आई वान्ट टु सी है यो ठाउँ चाहिँ एकदम हेर्न मन थियो किनभने किताबमा मात्रै देखेको ठाउँ है यहाँनिर अब एकदम मेडिटेटमा बसिरहनु भएको छ गार्डन पनि एकदम बबाल है उहाँहरू पनि आउँदै हुनुहुन्छ जस्ट साइक्लिङ गर्दै आउनु भएको छ वेलकम टु माई ब्लग है वाउ कस्तो दामी क्या अब यो मैले आउनु खोजेको र हेर्न खोजेको ठाउँ नै यही थियो है कस्तो दामी वाउ जस्ट अमेजिङ कस्तो दामी ठाउँ क्या मैले किताबमा मात्रै देखेको चिज हो क्या यो वाउ उहाँ हाम्रो गार्ड दाइ त्यहाँ हुनुहुन्छ एकजना है संसारभर नै संसारभरका बौद्ध मार्गीहरूले चाहिँ आज भगवान बुद्धका बुद्धजन धर्मको दर्शनहरू स्मरण गरी बुद्ध पूजा धर्मदेशमा लगाएका कार्यक्रमहरूको आयोजना गरी चाहिँ बुद्ध जयन्ती मनाइरहेका छन् र यसै क्रममा जस्ट इन्टरभ्यू हुन्छ नि एउटा दिइरहनु भएको थियो आई डोन्ट नो मैले यहाँभित्र क्यामेरा लानु मिल्छ कि मिल्दैन थाहा छैन तर म दर्शन चाहिँ अवश्य गरेर आउँछु है यस्तो पावन भूमिमा आएर मैले दर्शन गरिनँ भने त अर्थ हुँदैन है यति धेरै आउँदै हुनुहुन्छ सबैजनालाई हाई ह्याप्पी बुद्ध जयन्ती यो वी गो अब यहाँबाट हामी जाउँ भित्र है भित्रको पनि मिल्छ भने चाहिँ देखाउँछु मिल्दैन भने चाहिँ नट सो यो है अहिलेलाई यति नै अफ गरौँ ल लाइनमा थियौँ है मैले चाहिँ लाइन मिचिदिएँ अलिकति नरिसाउनु होला लाइन मिचिदिएकोमा ल हामी त्यहाँबाट छिरेर यहाँबाट निस्कि पनि सक्यौँ है बुद्ध भगवान जन्मेको ठाउँ पनि ठ्याक्क मैले देखेँ होइन
एकदम दर्शन गरेँ तपाईँहरू सबैजनालाई सम्झेर है दर्शन पनि गरेँ। अनि हुन्छ नि यो ठाउँ ठ्याक्क हामीले बुकमा देख्ने भनेको चाहिँ यो पोखरीबाट यो एङ्गलबाट रहेछ क्या है। कस्तो दामी लाग्यो क्या, भित्र पनि एकदम पिसफुल, सबैजना मेडिटेसनमा बसिरहनु भएको हुँदो रहेछ। क्यामेरा नट अलाउडेड है। अब यो चाहिँ हुन्छ नि पहिला अब घरकै पिलरहरू थियो अरे, अहिले चाहिँ यस्तो छ है। वाउ, हेर्नु होला है तपाईँहरूलाई म सबै दृश्य एकचोटि देखाउने प्रयास गरिरहेको छु। Here we are at Lumbini in the occasion of Buddha Jayanti. यही पोखरीमा हो होइन, माछा पनि हामीले देख्न सक्छौँ। धेरै भुजाहरू छ, भुजाहरू फिड गरिरहनु भएको छ। कतिजना हुनुहुन्छ है। हेलो ब्रदर्स, कहाँ से हो आप लोग? यूपी, उत्तर प्रदेश। ठीक है, नाइस, वेलकम टू नेपाल। Thank you so much. Buddha was born in Nepal. Yes, Buddha was born in Nepal. Thank you so much, bro. है उहाँ भिक्षुहरू हुनुहुन्छ, उहाँहरूको पवित्र आत्माले बस्नु भएको क्या उहाँहरू यसरी है। एनिवेज कस्तो दामी लाग्यो। अब यहाँनिर छ एउटा मन्दिर रुख, जुन रुखमा चाहिँ उहाँले तपस्या गरेर बस्नु भएको थियो होइन, सिद्धि प्राप्त गर्नुभएको। यहाँबाट हेर्न सक्नुहुन्छ फुल भ्यू अफ लुम्बिनी। अलिकति आफूलाई कस्तो उयो गरे जस्तो लागिरहेछ। यहाँनिर अब हुन्छ नि धेरैजना भिक्षुहरू हुनुहुन्छ। मैले आजको दिन चाहिँ अब उहाँहरूलाई केही दान दिन सकिनँ है। मनबाट नै एकदम हृदयदेखि नै मोक्ष मिलोस् तपाईँहरूलाई, यही भन्न चाहन्छु है। अनि यही ठाउँमा चाहिँ है उहाँले सिद्धि प्राप्त गर्नुभएको है। हेर्नु होला, here we go। यही मन्दिर अगाडि है, यहाँनिर बसेर चाहिँ उहाँले जस मोक्ष प्राप्ति गर्नुभएको हो है। एकदम धेरै भिक्षुहरू हुनुहुन्छ है। मैले चाहिँ जस तपाईँहरूलाई सम्झेर, सबैजनालाई सम्झिसकेको छु। मिलन सरनी फ्यामिली, मेरो घर फ्यामिली है। अब चाहिँ आजको लागि अब यहाँबाट उता गएर एकचोटि हेर्छु कस्तो कस्तो के देखिन्छ है। देखेको कुरा क्याप्चर गर्न सक्छु। यो चाहिँ अशोका पिलर। यहाँनिरको जस हरेक कुराहरू चाहिँ यहाँ लेखेको तपाईँहरूले देख्न सक्नुहुन्छ। एकचोटि पढ्नु होला है, स्क्रिनसट गरेर पढ्न सक्नुहुन्छ। अनि रो अफ 6 स्तूपा है, यहाँ चाहिँ सबै स्तूपाहरू थियो अरे। यस्तो छ है, हेर्नुहोस् आज बुद्ध जयन्तीको अवसरमा हरेक ठाउँ हरेक सजाइएको छ। धेरैजना मान्छेहरू आउनु भएको छ है। मौसम पनि एकदम क्लियर छ आज चाहिँ। अघिसम्म चाहिँ बिहान जुन हुन्छ नि, मलाई यहाँ आउनकै लागि भयो नि, यस्तरी भइदियो होला। दामी, वाउ है। अब यताबाट गएर चप्पल पनि लाएर आइसकेँ। अब यहाँबाट चाहिँ हामी यता पर पनि रहेछ यसो दृश्यहरू। एकचोटि पर लगेर लास्ट देखाउँछु, पर लगेर एकचोटि देखाउँछु होइन। अनि त्यस पछाडि चाहिँ के हुन्छ म तपाईँहरूलाई भन्छु है त। परको कस्तो रहेछ के रहेछ देखाउँछु सबै थोक तपाईँहरूलाई। अब यहाँबाट होइन यताबाट चाहिँ जानुपर्ने रहेछ, यताबाट चाहिँ जाउँ है। अलराइट, अब हामी चाहिँ यो बाटोबाट एकचोटि पर स्तूपा रहेछ पर, त्यो परको स्तूपा पनि घुमेर चाहिँ यहाँबाट रिटर्न ब्याक हुन्छौँ है पर चोकमा गएर। अनि त्यस पछाडि के गर्ने भन्ने एउटा डिसिजन लिएर म फेरि अर्को ब्लगमा तपाईँहरूलाई देखाउने नै छु। अहिलेको लागि चाहिँ परको एउटा सिन देखाउँछु है त। Here we go. Hello, welcome to my vlog.
ह्याप्पी बुद्ध जयन्ती सबैजनालाई थ्याङ्क यू सो मच ब्रदर्स है ठ्याक्क बिचमा आइपुगेँ अब यता पनि ताल रहेछ यतापट्टि पनि ताल रहेछ है सानो सानो भए तापनि त्यस पछाडि अगाडि पर चाहिँ एकदम भिड छ अब के छ त्यो चाहिँ तपाईँहरूले पनि हेर्दै गर्नु होला म पनि जाँदैछु मेरो पनि पहिलोचोटि हो है तर जस्तो अनुभूति भएको छ जस एकदम यो चाहिँ अविस्मरणीय फाइनली हामी यहाँ आइसकिसक्यौँ अब चाहिँ अब यहाँबाट कस्तो दृश्य देख्छ म तपाईँहरूलाई त्यो पनि देखाउँछु है हेवीको हिज लुम्बिनी है यहाँ पनि फोटो खिच्ने ठाउँ टिकटक बनाउने ठाउँ है लुम्बिनी यहाँनिर रहेछ हाम्रो फोटोग्राफर भाइहरू है फोटो खिच्न चाहनुहुन्छ भने यहाँ आउनु होला गिटार सिटार बजाएर फ्रीमा हो हो ए फ्रीमा होइन अरे फेरि म त फ्रीमा पो होला भनिदिरहेको ल एउटा खिचिदेऊ नि त नि यतिकै खिचिहाल त एउटा एउटा खिचेको खिचिहाल न ल है यहाँ भाइहरूले यसो मेरो फोटो खिच्ने रे यो गो भाइहरू पनि आइरहेछ यतिकै ल यो च्यानल नेम है मेरो युट्युब च्यानल नेम थ्याङ्क्स मेरो भाइ लुम्बिनी नेपाल है ल तपाईहरू सबैजनालाई युट्युब च्यानल मिलस जर्नीमा पनि स्वागत छ है त है अब यस क्षेत्रमा पनि अब हुन्छ नि तपाईँहरूलाई केही सहायता चाहियो भने चाहिँ यहाँनिर हेल्प डेस्क बस्नु भएको छ प्रहरीको है यहाँबाट हेल्प लिन सक्नुहुन्छ ल हामी त्यो जग्गाबाट चाहिँ फेरि पनि एकचोटि यतापट्टि तपाईँहरूलाई देखाउन लाँदैछु है के छ भन्ने कुरा चाहिँ आइएम अल्सो टोटली अननोन के बोटिङ पो छ कि के हो यहाँनिर त आई गेस बोटिङ पनि हुँदो रहेछ पर स्तुपा रहेछ एकदम पर है स्तुपा रहेछ त्यो स्तुपामा जानुलाई चाहिँ सायद यहाँ बोटिङ गरेर जानुपर्ने रहेछ है जहाँसम्म मलाई लाग्यो म गलत पनि हुनसक्छु किनभने पहिलोचोटि हो जे देखेको छु त्यस्तै होला भनेर भनिरहेको छु ओके के हो यो डोम हाउस छ यस्तो यस्तो है के हो मलाई पनि थाहा भएन यो चाहिँ ओके हियर इज अ बोट है यहाँबाट बोट लिएर चाहिँ हामी जान सकिने रहेछ ओके लभली लभली प्लेस है एकदम राम्रो ठाउँ अब क्यामराम्यान है क्यामेरा भाइहरू पनि धेरैजना हुनुहुन्छ तपाईँहरूलाई यस्तो मन लागेको छ भने चाहिँ भाइहरूसँग क्यामेरामा फोटो खिच्नलाई क्यामेरामा पनि फोटो खिच्न सक्नुहुने रहेछ यो चाहिँ हाम्रो बलिरहने ज्वाला है यहाँ शान्तिदीप अब त्यहाँबाट म तपाईँहरूलाई एकचोटि अलि पर जान्छु है प्रहरी सरहरू हुनुहुन्छ नमस्कार सरहरू जय नेपाल सर ओके यहाँबाट चाहिँ यसरी बोटिङ गरेर एकैचोटि पर स्तुपा मात्रै रहेछ अच्छा राम्रै बिजनेस भएको रहेछ मोटर टिकट है यहाँनिर ल बिजनेस राम्रै हुँदो रहेछ बोटिङ अब यस्तो शान्ति स्तुपा क्षेत्रमा पनि कति हो दाइ टिकटको 50 रुपैयाँ जाने मात्रै आउने फेरि तिर्नु पर्यो अनि यो त बिजनेस हब भइगयो नि अनि एकचोटि जाने काठ फेरि उताबाट आउने काठ त्यो त नि अर्थै भएन नि हजुर काट्नै पर्छ त तपाईँहरूले नियम राखेर न काट्नु परेको हो मायादेवी मन्दिर हस् हस् धन्यवाद दाइ है बुद्ध जयन्तीको हजुरलाई पनि धेरै धेरै शुभकामना दाइ हस् तपाईँलाई पनि धेरै धेरै शुभकामना ओके गाइस यहाँबाट चाहिँ अब तपाईँहरूले बोट लिन पर गएर पनि फेरि रिटर्न हुँदा पनि टिकट लिनुपर्ने रहेछ अब यहाँबाट चाहिँ
आई डोन्ट नो है हेलो वेलकम टु माई ब्लग सबैजनालाई ह्याप्पी बुद्ध जयन्ती है उहाँहरू चाहिँ मेरो फोटो खिच्ने भन्दै हुनुहुन्छ ल खिचिदिनु होला थ्याङ्क यू है यो डोम हाउस चाहिँ आमा क्याफे रहेछ भित्र सिट चाहिँ अलिक कम छ तर क्याफे रहेछ यहाँभित्र है मिल्ने रहेछ भने चाहिँ अब हल्का कफी खाएर लाग्दिनु पऱ्यो है लुम्बिनी बौद्ध विश्वविद्यालय सबैजनालाई ह्याप्पी बुद्ध जयन्ती थ्याङ्क यू सो मच लुम्बिनी बौद्ध विश्वविद्यालय रहेछ है यहाँनिर चाहिँ अब एडमिसन पनि खुलेको छ अरे यहाँहरू सबैजना हुन्छ तपाईँहरू सबैजना थ्याङ्क यू सो मच है वेलकम टु माई ब्लग अल्सो अनि म पनि लुम्बिनी फर्स्ट टाइम मलाई पनि वेलकम है त थ्याङ्क यू सो मच है धेरै धेरै धन्यवाद थ्याङ्क यू भेरी मच है अब क्यामेराको लागि चाहिँ तपाईँहरूले यहाँ हाम्रो भाइहरूलाई कन्ट्याक्ट गर्नु सक्नुहुन्छ है दामी दामी फोटो खिच्नु हुँदो रहेछ म भाइहरूले यहाँ हाम्रो ब्रदर पनि हुनुहुन्छ तर अति लजाउनु भयो है यस्तो मिठो खिच्नुहुन्छ उहाँले झन् तर अब लजाउनु भयो क्या है यहाँ भाइ पनि छ यहाँ ब्रदरहरू पनि हुन्छ ओके ब्रो थ्याङ्क यू सो मच यहाँ हाम्रो भाइहरू है प्लेयर भाइहरू सबैजना ठ्याक्क भेट भयो ब्रदर वेलकम टु माई ब्लग सबैजनालाई ल एकचोटिलाई ल फोटो पनि लुम्बिनी नेपाल है मायादेवी मन्दिर लुम्बिनी बुद्ध जयन्तीको पावन अवसरमा आजको लागि लुम्बिनीबाट ब्लगिङ गर्दैछु थ्याङ्क यू सो मच फर वाचिङ जय नेपाल जय चन्द्र सूर्य ह्याप्पी बुद्ध जयन्ती बुद्ध वाज ब्रन इन नेपाल